हुन्छ भने मेरो हातमा सानो ग्लास छ। यो ग्लासमा अलिकति वाटर राख्छु अनि म्याजिक गरेर वाटरलाई धेरै बनाउँछु। वाटर धेरै भइसकेपछि उहाँको टाउकोमा हालिदिने, रमाइलो गर्ने, अरू केही नगर्ने। ओके, बत्ती नबाल्दिनुहोस् प्लिज। से म्याजिक 1 2 3। अपेक्षा एउटा बाँकी छ, अर्को चाहिँ थाहा छैन। त्यो त्यो लाइट नबाल्दिनुहोस् प्लिज। क्ल्याप गर्नुभयो उहाँलाई, तपाईँहरूले क्ल्याप गरिदिनुहोस् प्लिज। थ्याङ्क यू। एन्ड अब चाहिँ मलाई भोलिन्टियर चाहियो भने म आफैले बोलाउँछु। जसले मलाई बोलाउनुहोस् भन्नुहुन्छ उहाँलाई बोलाउँदिनँ। जो ज्ञानी भएर बस्नुहुन्छ उहाँलाई बोलाउँछु म, है। ओके, एन्ड उहाँसँग म्याजिक गर्नको लागि हामीसँग एउटा सानो बल छ। त्यो बललाई उहाँले आफ्नो राइट कानबाट भित्र राख्नुहुन्छ, लेफ्ट कानबाट निकाल्नुहुन्छ। सो उहाँको म्याजिक इन्जोय गर्ने सबैजनाले। से म्याजिक 1 2 3।
क्ल्याप गर्नुभयो उहाँलाई सो नेक्स्ट म्याजिकको लागि हामीसँग एउटा न्युज पेपर छ जुन चाहिँ रेगुलर न्युज पेपरमा तपाईँहरूलाई सो गर्छु उहाँलाई पनि सो गर्छु त्यसपछि एउटा बक्स छ त्यहाँभित्रबाट केही कुराहरू निस्किन्छ जुन तपाईँहरूको लागि हुनेछ सो एकदम साइलेन्स भएर इन्जोय गर्नु होला रेडी से म्याजिक 1 2 3 जसले हातमाथि गर्नुहुन्छ उहाँलाई म बोलाउँदिन हु वान्ट्स मनी एभ्रीवन प्लिज लाइट नबाल्दिनुस् बेटा प्लिज सो कसलाई पैसा चाहिन्छ हातमाथि गर्नुहोस् सबैलाई चाहिन्छ सो लिसन 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 हामीसँग 15वटा मात्रै नोट छ तपाईहरु धेरैजना हुनुहुन्छ एउटा एउटा दियो भने पनि पुग्दैन सो यसलाई फेरि बक्समा राख्ने म्याजिक गर्ने एन्ड म 1 2 3 काउन्ट गर्छु जहाँबाट म्याजिक भन्ने साउन्ड धेरै आउँछ त्यो साइडमा पैसा फाल्छु क्याच गर्नु होला उठ्न पाइँदैन बसेर क्याच गर्ने ओके रेडी 3 भएपछि मात्रै 2 मा हैन 3 भएपछि मात्रै अगाडि पनि आउन पाइँदैन आफ्नो ठाउँमा बस्ने त्यही पुग्छ के त्यही अगाडि बस्छ तपाईहरु उठेर पैसा हराए नउठेको पैसा आउँथे नि है यहाँ भित्र छ कि चेक गरौँ है
क्ल्याप गर्नुभयो हेलो कम दिस साइड एकजना यता आउने एकजना मात्रै ओके सो उहाँहरूसँग म्याजिक गर्नको लागि हामीसँग एउटा ब्याग छ ब्यागभित्र एउटा टिटी बल छ जुन उहाँहरूले चेक गर्नुहुन्छ अनि त्यसपछि त्यो टिटी बललाई उहाँले हातले यसरी समाउनुहुन्छ अनि उहाँको हातबाट बल डिसपेयर भएर उहाँको हातमा जान्छ सो सबैले राम्रोसँग वाच गर्ने भनेको टिटी बलमा रेडी से म्याजिक 1 2 3 बल यहाँ छ कि छैन कसैले डाउट लाग्छ बल छैन भनेर एनीवन छैन नि चेक गर्नुपर्छ पर्छ ओके म्यामले चेक गर्नुहुन्छ म त्यहाँ आएर म्यामसँग चेक गराउँछु यहाँ बल छ कि छैन भनेर है त ओके सबैलाई चेक गराउनु भन्दा म फेरि देखाउँछु बल छ कि छैन भनेर है त सो हामीसँग दुईवटा कलरको स्कार्फहरू छ सानो सानो विच कलर एन्ड विच कलर रेडै हो यो पनि ओके एन्ड वाइट सो मैले चाहिँ उहाँलाई के भनेको भन्दाखेरि यसलाई मिक्स गर्नु भनेको म्याजिक गरेर
मैले चाहिँ गर्न सकेन खासमा चाहिँ मैले गर्न सकेन उहाँले गर्नुहुन्छ कि से म्याजिक 1 2 3 कसले मलाई चिटर भन्नुभयो मैले फर्स्टमै भनेको म चिटर हो भनेर मैले फर्स्टमै भनेको एन्ड मैले मिक्स कलरै देखाएको हो त्यतिखेर मिक्स कलरै आउँछ हैन सो को गर्ने म्याजिक सबैजना गर्ने सो बसेर गर्ने बस्नुस् 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 क्ल्याप गर्नेवाला सबैजनाले प्लिज क्ल्याप गरिदिनुस् सो उहाँसँग म्याजिक गर्नको लागि हामीसँग ठुलो कार्ड छ एउटा त्यो कार्डको म्याजिक उहाँले गर्नुहुन्छ सो इन्जोय द सो एन्ड इन्जोय द म्याजिक उहाँको चाहिँ है त से म्याजिक 1 2 3
म्याजिक सो इज दि एन्ड। तपाईँहरूको प्रोग्राम पनि सायद सक्यो होला जस्तो लाग्छ मलाई। सो अब चाहिँ रमाइलो भयो, जति धेरै रमाइलो भयो त्यति ठुलो भएछ म्याजिक भन्नुहोस् त। 1 2 3। अनि सबैजना सधैँ ज्ञानी भएर बस्नु होला। जसको पालो आएन म नेक्स्ट टाइम फेरि पनि आउँछु, फेरि नयाँ म्याजिक गराउँला। अनि त्यो तपाईँहरू सबैजनाको पालो आउनेछ। अनि दसैँ आउँदैछ, तपाईँहरू सबैजनालाई ह्याप्पी एन्ड ह्याप्पी दसैँ। थ्याङ्क यू सो मच, थ्याङ्क यू, हेभ अ गुड डे, थ्याङ्क यू।